लोवर पिसाङबाट ग्रिन लेक जाँदैछौँ। अहिले त सबै बादलले ढाकेको छ। लेट्स होप वेदर अलि क्लियर हुन्छ होला होइन, केही समयमा। ल स्याउबारी उता। अब हामी चाहिँ यो लोवर पिसाङबाट यो बाटो हुँदै ग्रिन लेक गइन्छ। अब यो ग्रिन लेक जाने सस्पेन्सन ब्रिज नजिक आइसकेको छौँ होइन। उता बब मार्लीबाट 20-25 मिनट्सको हिँडाइ सिधै थियो सबै बाटोहरू। यो लोवर पिसाङबाट चाहिँ अलिकति माथि लाग्दा ग्रिन लेक जाने भनेर यहाँ बाटो पनि देख्न सकिन्छ। वे टु ग्रिन लेक लेखेको छ। अनि हामी यही बाटो हुँदै तलबाट उहाँ पुल पनि छ, त्यो पुल हुँदै ग्रिन लेक गइन्छ। हामी ठ्याक्क अहिले ग्रिन लेक पुग्न बाटोमा तल मर्साङदी बगिरहेको छ। अब यो ग्रिन लेक जाने सस्पेन्सन ब्रिज नजिकै छौँ। यस्तो मेजेस्टिक भ्यू देखिएको छ तल। त्यहाँ चाहिँ सस्पेन्सन ब्रिज छ, त्यो बाटो हुँदै हामी अब ग्रिन लेक गइन्छ। अब यो ग्रिन लेक जाने बाटोमा क्रस गर्दैछौँ। यस्तो मेजेस्टिक भ्यू छ होइन, क्यामेराले अलि जस्टिफाई गर्न सक्दैन होला, यस्तो भ्यू छ। ग्रिन लेकनिर आइसकिएको छ। त्यता देख्न सकिन्छ ग्रिन लेक छ। वाउ! राइट नाउ वी आर एट ग्रिन लेक। यता देख्न सक्नुहुन्छ ग्रिन लेकको भ्यू एकदम राम्रो छ। अनि अलिकति माथि बादल पनि बादलले गर्दा पुरा क्लियर चाहिँ देख्नु पाइएन, तर यति पनि राम्रो नै छ। ग्रिन लेकमा जे एक्सप्लोरेसन गर्ने, फोटो खिच्ने सबै कामहरू भइरहेको छ। अनि जे हामीले हिमाल देख्न पाइन्न भन्ने डर थियो, तर भए पनि देख्न पाइएको छ। मौसम चाहिँ घरि खुल्ने घरि बिग्रिने भइरहेको छ, तर एक्सपेक्टेसन भन्दा राम्रो नै छ होइन। रातभरिको जुन वर्षा थियो, अहिले चाहिँ यहाँ ग्रिन लेकको वरिपरिको क्षेत्र एक्सप्लोर गर्दैछौँ। अब चाहिँ हामी यो ग्रिन लेकलाई छोडेर अब ब्राकातिर गइन्छ। अनि ब्राका जाँदाखेरि बिचमा पर्ने तालहरू पनि घुमिन्छ। यहाँ ग्रिन लेकबाट निस्किएपछि दुईवटा बाटो छ। एउटा यता चाहिँ हुम्देबाट गइन्छ, यताबाट घ्यारु गइन्छ। दुईटैबाट जाने चाहिँ हामी उता ब्राका मनाङ दुईटै बाटो गर्न मिल्छ, तर घ्यारुबाट अलिकति लामो हुन्छ भन्नुभएको थियो, हुम्देबाट अलि छोटो हुन्छ अरे। दुईटैबाट बिचमा चाहिँ भ्यू राम्रो नै छ भनेको हुनाले हामी चाहिँ यो सर्ट डिस्टेन्स हुम्दै हुँदै गइन्छ। यो हुम्दै जाने बाटो अलिकति अगाडि आइसकेको छ। पुरा त्यस्तो जङ्गल डेन्स जङ्गल त होइन, त्यो ट्रिजहरू भएर राम्रो छ। अब हामी चाहिँ अघि खोला तरेर आएको थियौँ, अब खोला तरेर फेरि उता गएर त्यतै बाटो गइन्छ। त्यो अघि गएको बाटो त्यही बाटो हुँदै ग्रिन लेकबाट फरियो। अब अघि नै क्रस गरेको सस्पेन्सन ब्रिज क्रस गरेर त्यही मेन बाटो हुँदै गइन्छ। तपाईँ यो हुम्दै हुँदै जाने बाटो भयो, घ्यारुबाट आउनुभयो भने चाहिँ यो क्रस गर्न पर्दैन, माथि गाउँ हुँदै जानुहुन्छ। ब्राका जाने अब मोटर बाटो जाँदैछौँ हामी चाहिँ। त्यहाँ ग्रिन लेकबाट आएको त्यही सस्पेन्सन ब्रिजबाट। यहाँ चाहिँ अहिले चाहिँ मोटर बाटो नै बाटो छ। ग्रिन लेकबाट लगभग 25 मिनट हिँडेपछि यो चाहिँ मोटर बाटो नै छ, तर यता चाहिँ ट्रेकिङ ट्रेल छ। हामी चाहिँ अब यताबाट जान थालेको छ। कस्तो मजाको
हामी लगभग उता ग्रिन लेकबाट हिँडेको 2 किलोमिटर प्लस भयो। अनि बिचमा मजाको ट्रेकिङ ट्रेल है छ, मूल बाटोको नजिक नै रहेछ। राम्रो छ जो सिनिक भ्यू। ट्रेलमा फोहोरहरू हाल्नलाई यो मजाको डस्टबिन बनाएको रहेछ। तपाईँहरू आउँदा पनि फोहोरहरू सञ्चय गरेर यस्तैमा हाल्नु होला। मामा हाम्रो अघिको फोहोरहरू पनि यहीँ हालिदिउँ होला। अघि हामीले त्यो ब्यागमा नै राखिरहेका थियौँ फोहोरहरू। अनि फोहोर चाहिँ कृपया रहेछ तै पनि यहाँ आउनेहरूले भैमा छोड्नु भएको रहेछ। यस्तो मजाको छ बाटो पनि, रातो होइन, यो के को मामा झरेको सल्लाहको होइन, यस्तो मजाको बाटो हो। सल्लाहको के भन्छ यो खर, सल्लाहको खर उच्चा चाहिँ रातो, एकदम मजाको देखिएछ। अझ राम्रो स्टिक बनाउन लाग्दै हुनुहुन्छ। त्यो ट्रेल पोइन्टबाट हामी निस्कियो। अब चाहिँ यो मेन सडकमै लाग्यो, मूल बाटोमै। अब अगाडि बढ्दैछौँ। कस्तो मजाले फुल फलिरहेको रहेछ। के हो चाहिँ ठ्याक्क यकिन भएन। हाम्रो ट्रेल चाहिँ अब यो उम्दै जाने हुनाले मर्च्याङदी नदीको लेफ्ट साइडतिरै हुन्छ, उता माथि ब्रागा मनाङ भिलेज जाँदासम्म नै। फेरि यहाँबाट हामी अब उम्रे जानको लागि ट्रेकिङ ट्रेल फलो गर्छौँ। अहिले हामी उता ग्रिन लेकबाट लगभग 4 किलोमिटर अगाडि आइसकेको छ। हामीले 4 किलोमिटर लगभग 1.5 घन्टामा 2 घन्टाको स्टेसन थियो, त्यही त। तर हामी एक्सपेक्टेड टाइमभन्दा अगाडि नै खास धेरै त होइन, तर हामी खासै नहिँडेको भएर हामीलाई यो पनि खुसी लाग्छ यति कभर गरेकोमा। हामी हिँडेको लगभग 4.5 किलोमिटर भयो। बाटो त सिधा नै छ, धेरै एलिभेसन पनि गेन गरेको छैन। अब हामी जस्तो खासै नहिँड्ने मान्छेलाई त्यति थकाइ लागेको छैन भनेपछि हजुरहरू पनि आउन सक्नुहुन्छ। इजी त्यहाँसम्म ब्रागा मनाङसम्म त इजी नै छ जस्तो छ। अरू चाहिँ मतलब हामी हिँडेको लगभग 1 आवर 40 मिनट्समा हामीले एराउन्ड 4.something किलोमिटर कभर गरिसकेको छौँ। ट्रेल चाहिँ एकदम राम्रो छ। प्रत्येक 5 मिनटमा बसेर फोटो खिचाउन मन लाग्छ, त्यसले गर्दा नि ढिलो भयो। त्यही त। अब राम्रो सिनिक भ्यू आउँछ। अब त आउन्न भन्यो, त्योभन्दा झन् राम्रो आउँछ, त्यसलाई बिट गर्ने होइन। त्यही त। हामी ट्रेल हिँडेको लगभग 5.5 किलोमिटर जति भयो। 5.5 किलोमिटर पछि चाहिँ अगाडि हुम्डे जो त आइसकिए छैन होला, तर हुम्डेभन्दा अगाडि त्यहाँ होटेलहरू छन् जस्तो छ। अब त्यहीँ गएर खाजाहरू खान पर्ला। अहिले हामी अघि त्यो ग्रिन लेकबाट सुरु गर्दाखेरि हुम्डे जाने बाटो भन्ने थियो। ठ्याक्क हुम्डे आइयो 3280 मिटरमा। अहिले अलिकति खुलेर पछाडि राम्रो भ्यू देखिएको छ। यही हुम्डेमा रहेको किचन हिमालयमै खाजा खाइन्छ होला। लेट्स अब भित्र गएर बुझौँ के कसो छ। भित्रै जाऊँ न। यहाँ खाने भनेको यो होटल चाहिँ बन्द रहेछ। अब होटलको सर्च कन्टिन्यू। हुम्डे अगाडि यो मोटर बाटोबाटै अगाडि जाँदैछौँ।
अब चाहिँ अगाडि होटेलहरू त देखिएछ लेस्ट होप त्यो सबै चाहिँ बन्द नभइदियोस् होइन। फाइनल्ली सनसाइन रेस्टुरेन्ट चाहिँ खुले जस्तो लाग्यो। भित्र गएर बुझ्छौँ के कसो छ। अहिले हामी यो सनसाइन होटेलमा बसेर खाजा खाइयो अनि अब चाहिने केही स्न्याकहरू किनियो, कोकहरू बिस्कुटहरू किनियो। अब चाहिँ हाम्रो मेन डेस्टिनेसन ब्राका भयो नि, बिचमा ब्लू लेकमा एकछिन रोकिन्छौँ अनि त्यहाँ फोटोसोटो खिचेर डेस्टिनेसन अगाडि बढ्छ। माथि मजाको भिलेज रहेछ। त्यहाँ देख्न सक्नुहुन्छ कस्तो मजाको वाटरफल रहेछ। अहिले चाहिँ भेजिटेसन अघिको ट्रेलको जस्तो राम्रो चाहिँ छैन। अहिले चाहिँ त्यो डेजर्ट पार्ट अफ मनाङ जस्तो छ। यो ठ्याक्क हामी माथि ब्राका जाने बाटोमा यो चाहिँ मनाङ एयरपोर्ट हो। सानो नै छ। हाम्रो यात्रा जे होस् यो मर्स्याङ्दी नदीलाई साइडमै पारेर चलिरहेको छ। उता मुगलिनबाट मर्स्याङ्दीलाई साइडमा हालेर हिँडेको अहिलेसम्म पनि मर्स्याङ्दीको साइडमा हिँडिरहेको छ। पुगिन्छ होला, तर अहिले यो पछाडि हिमाल अलिअलि देखिन थालेको छ। क्लाउड साथसाथै फेरि पानी पर्दैछ। पानीले चाहिँ हामीलाई थोरै थोरै भए पनि अब चाहिँ हामी यो ब्लू लेक जान ब्राका जाने यो मेन बाटो गाडीहरू छन्। अनि यता चाहिँ हाइकिङको लागि ट्रेल छ। हामी चाहिँ यो हाइकिङवाला रुटबाट ब्लू लेक जाँदैछौँ। यो चाहिँ अब कोही आउँदै हुनुहुन्छ नि यो एकचोटि स्क्रिनसट गरेर पढ्नु होला, अनि इन्फर्मेसन चाहिँ काम लाग्न सक्छ। अब चाहिँ हामी त्यहाँ देखेको ब्राका इन्टर हुने ठाउँ हो, ब्राका गेट। त्यहाँबाट चाहिँ ब्राका सुरु हुन्छ। ब्लू लेक चाहिँ अलिकति ब्राका गेटबाट 1 किलोमिटर जति माथि छ होला। देख्न सक्नुहुन्छ ब्राका गेट। त्यहाँबाट चाहिँ ब्राका अब स्टार्ट हुन्छ। अहिले हामी ब्राका भिलेजको गेट यहाँबाट लगभग 1 किलोमिटर जतिमा पुगिन्छ होला। अब हावा चाहिँ एक्सट्रिम चलिरहेको छ अनि पानी पर्न थाल्यो। फाइनल्ली नियर ब्लू लेक, नोन एज जिन्डी लेक होइन। पछाडिको ब्याकड्रप चाहिँ यस्तो बवाल देखिरहेछ।
त्यही त हिमाल चाहिँ फुल अनकभर हुन सकेनन् क्लाउडबाट, तर यति देखिएको पनि राम्रै छ। हाम्रो एक्सपेक्टेसन भन्दा त राम्रै नै यो। अब ब्लू लेकतिर गइन्छ। अगाडि हाम्रो आइसाइटमै ब्लू लेक देख्न सकिन्छ। आज ग्रिन लेकमा सुरु भएको यात्रा अहिले ब्लू लेकमा आइसकेको छ। नाइस, ब्लू लेक फुल अन ब्लू रहेछ होइन। राइट नाउ वी आर एट ब्लू लेक। त्यो ठ्याक्क फोटो भिडियोहरूमा देखेको जस्तो एकदम ब्लू नै रहेछ। अलिकति क्लाउडले गर्दा चाहिँ हिमालयले राम्रो देखिएको छैन, तर बबाल छ लेक चाहिँ। अब एकछिन यहाँ एक्सप्लोर गर्छौँ, त्यसपछि हामी गएका माथि होटलतिर जान्छौँ। अहिले हामी ब्लू लेकको सेरोफेरोमा घुम्दै फोटो खिच्दै बसिरहेको छौँ। कस्तो मजाको भ्यू छ। अनि पछाडि त्यो पहाडहरूको ब्याकड्रप पनि यस्तो बवाल देखिएको छ। यो हिमाल पनि लगभग अब देखिन थालेको छ। अहिले हामी यही ब्लू लेकमा फोटो खिचाउने कार्यहरू चलिरहेको छ। आएर तल ग्रिन लेक पनि राम्रो त हो, तर यो इन कम्पेरिजन यो जस्तो लेक हामी अहिलेसम्म सुन्दरताको हिसाबले त अब अनुभव गरेका थियौँ। नेपालमा इन्डियाको सुमो लेक पनि गइयो होइन, तर यो जस्तो नेचुरल्ली राम्रो होइन। हामीले फोटोमा एडिट गरेर त्यस्तो निको देखाएको भन्ने सोच्थ्यौँ, तर हुन्छ नेचुरल्ली नै नेचुरली छ, एकदमै भव्य छ। एक घन्टा बस्यो, 1 घन्टा प्लसै बस्यो होइन। त्यही त यस्तो सिमित हुन्छ त छोड्नै मन लागेन। झन् राम्रो छ। फेरि घाम पनि लाग्यो, चौरी गाई उता आइरहेछन्। अहिले हिमालको दिउँसोतिर चाहिँ क्लियर भ्यू देखिरहेको छ। अहिले बादलहरू सबै हटिसकेका छन्, घाम लाएर होला। एकदम राम्रो भ्यू देखिरहेको छ हिमालको। गाडी मिनी लेक अलिकति सानो त रहेछ, तर ब्लू लेक जस्तो रहेछ जस्तो छ। थियो होइन, तुवालो लागेको थियो, अहिले त त्यो पनि छैन। यो मिनी लेक चाहिँ बाटोकै नजिकै एकदमै राउन्डमा राम्रो रहेछ। अब चाहिँ हामी यो मिनी लेकबाट माथि भ्राका होटलनिर जाँदैछौँ। अहिले चाहिँ घाम लागिरहेको छ, हिमाल पनि क्लियर देख्न सकिन्छ। चारैतिरबाट हिमालले घेरे जस्तो छ। अनि यता एप्पल फार्म छ, मनाङको म्याप छ, तपाईँहरूले यो स्क्रिनसट गरेर पनि हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी यो लोकेसन यहाँ छौँ। अब हाम्रो आजको डेस्टिनेसन चाहिँ अब हामी यो आइस लेक जाने हुनाले
हामी चाहिँ यता कतै बसिन्छ होला, किनकि यहाँबाट आइसलेक जाने बाटो छ। हामी यतातिरको कुनै होटलमा बसिन्छ होला। हामी अब माथि अप्पर बुराकातिरै आउन थाल्यो होइन। आजको डेस्टिनेसन होटल लगभग 500 मिटर टाढा होला। अनि मर्स्याङदी नदी साइडमा बसिरहेको छ। अहिले चाहिँ एकदम मोटर बाटो नै छ होइन, मोटर बाटो छ, सजिलो बाटो छ। सजिलो बाटो छ। अहिलेसम्म यहाँसम्मको कुरा गर्नुपर्दा बाटो लोवर पिसाङदेखि लगभग हामी त्यस्तो उकालो चढ्दैन। सुरुमा एकछिन अलिकति यो उकालो चाहिँ छैन, त्यस बाटो सजिलै रहेछ। मिलेरेपा गुम्बा जाने बाटो चाहिँ यो रहेछ जाने। यो मिलेरेपा गुम्बा जाने बाटो रहेछ होइन। यहाँ झुलुङ्गे पुल रहेछ, चढ्दैछौँ। भलै हामी आज नगएपछि हाम्रो प्लान चाहिँ यो सस्पेन्सन ब्रिजबाट चढ्ने, अनि उता ह्यान्डमेड जस्तो कुडनको ब्रिज रहेछ होइन, त्यो ब्रिजबाट चढेर फेरि उता डेस्टिनेसनमा जाने छ। खास आउन पर्ने त थिएन, तर यसो रमाइलोको लागि होइन। त्यो उडन ब्रिज किन मिस गर्ने भनेर त्यही त। यो हामी सस्पेन्सन ब्रिजबाट आयो। मिलेरेपा के पनि यतैबाटै रहेछ। अप्पर बुराका आइएछ 3470 मिटरमा छ। यो हामी भोलि आज त गइन्न, भोलि चाहिँ यहीँ आइसलेक 4 आवर लेखेको छ। अब कति लाग्छ थाहा छैन। आइसलेक अनि मिलेरेपा के बङ्गी हामीले देखाएको त्यो बाटो यो बुराकामा छ। अनि यो अघि देखाएको म्याप पछि अपडेटेड म्याप होइन, माथिको गाउँको अपडेटेड म्याप हो। आइसलेकसम्मै जाने। अघि हामी क्रस गरेको सस्पेन्सन यो भइहाल्यो। अनि आइसलेक यो अब यहाँबाट हामी सायद यहाँबाट भोलि यो हुँदै माथि आइसलेक पुगिन्छ होइन। त्यो आइसलेक जाने बाटोबाट अलिकति माथि आएर उता होटल न्युयोर्क छ, त्यसमा नि बस्न सक्नुहुन्छ। अहिले चाहिँ बन्द छ। अनि यहाँ अप्सन चाहिँ छ हामी यो होटल बुद्धमा आज नाइट स्पेन्ड गर्छौँ। अनि होटल आइसलेक पनि रहेछ। म सबैको डिटेल्सहरू डिस्क्रिप्सनमा हालिदिन्छु, तपाईँलाई जुन मनपर्छ होइन त्यसमा बस्न सक्नुहुन्छ।